हेलो म आए चाहिँ हाम्रो सिक्किमको फर्स्ट लेडी ट्याक्सी ड्राइभर हुनुहुन्छ हो। तपाईँको नाम भनिदिनुहोस् है। दाटेन भोटिया। उहाँले चाहिँ पाङथाङदेखि खेल्नुहुन्छ हो। हजुर पहिला हामी 2009 देखि ट्याक्सी चलाएको। हजुर अन्त कति वर्ष भयो अहिले चलाउनु? अब अहिले कति भयो 2009 देखि जाउनुहोस् न कति भयो। अन्त उयो नानीहरू पनि छ नि है तपाईँको? नानी छ, नानीहरू छ हो उहाँको? हजुर छोरा 2 जना छ। अहिले चाहिँ कति वर्ष पुग्नु भयो? म अब 65 पुग्यो। बस डाट्नु हुँदैन। 65 मा पनि उहाँले चाहिँ यति साह्रो तपाईँ मान्छे छ यस्तो मजाले अहिलेको केटाहरू सबैजनालाई फेल खान्छ। उहाँको ड्राइभिङ स्कुलले चाहिँ सबै केटाहरूले फेल खान्छ। तपाईँ के भन्नुहुन्छ उहाँलाई चाहिँ हाम्रो है म त के भन्न चाहन्छु भने सधैँ अब उहाँले यत्रो अहिलेसम्ममा सबसे पहिले वुमन अब हाम्रो केटी नारी शक्तिहरूमा चाहिँ उहाँ पहिले हुनुहुन्थ्यो लेडिजमा ड्राइभिङ चाहिँ। र उहाँले दिल्ली कहाँ टुर पनि जानुभयो है? आसाम गुवाहाटी पनि टुर जानुभयो होइन ग्रुपमा उहाँहरू ग्रुपमा जानुभएको थियो। त्यस्तो पनि काम गर्नुभएको हो। र म चाहिँ हाम्रो अब कतिवटा अब कुराहरू चाहिँ उहाँको अब भन्नुहुन्छ नि म यस्तो गरेको मान्छे हाम्रो सिक्किम सरकारले चाहिँ अरूलाई एवार्ड दिनुहुन्छ गाडीहरू। उहाँले चाहिँ गाडी अस्तिदेखि एप्लाई गर्नुभएको थियो अरे, माग्नु भएको थियो अरे। उहाँको तपाईँको कन्सेन्सीको एमएलए 2 जना पहिले लोडेसहरू हुँदा पनि माग्नु भएको थियो अरे। अनि अहिले पनि माग्नु भएको छ। आज टिटी भोटिया छ एमएलए। हजुर भन्नुहोस् तपाईँ। अझैसम्म अब हुन्छ भने अहिलेसम्म भएको छैन। अब पहिला चेयरम्यानले चाहिँ हुन्छ, हाम्रो तालको चेयरम्यानले चाहिँ हुन्छ भनेर अन्त म आशमा बस्यो। लास्टमा मेरो नाम काटेर अरूले दियो। त्यो चाहिँ भएन है, किनभने उहाँ त एउटा 65 भन्दा ओल्ड एजमा एकदम उहाँलाई अन्त उहाँ अरूहरू चाहिँ अब कुन दुःख गरेको त हामीले पनि दुःख गरेको। हाम्रो एमएलए सबको पुरा हामीले सेवा गरेको। है तपाईँको यो गाडी चलाउनु भयो नि कहिलेदेखि? त्यतिखेर के तपाईँको एक्सिडेन्टहरू त भएको छैन? म त केही भएको छैन अहिलेसम्म चाहिँ। अन्त त हामीले सुनेको छैनौँ। चढ्नु त निकै भइसक्यो चढेकोमा पनि होइन। तर उहाँको चाहिँ अब यति साह्रो उहाँसँग चढ्दा चाहिँ अब हामीलाई पनि कम्फर्टेबल फिल हुन्छ। किनभने नि एकजना उहाँ लेडी होइन, उहाँको चाहिँ त्यस्तो केही हिस्ट्रीहरू छैन नि त। हजुर ल अनि तपाईँ के भन्नुहुन्छ? अनि यता म चाहिँ के भन्न चाहन्छु भने हाम्रो सिएम साहबलाई हाम्रो उहाँ आईलाई चाहिँ हाम्रो म्याडमलाई यहाँ हाम्रो आईलाई चाहिँ जसरी भए पनि एउटा सारथी एउटा दिवस हुन्छ है। कतिवटा अब सरलाई पनि याद हुँदैन होइन, हाम्रो सिएम साहबलाई पनि याद हुँदैन। यस्तो कुरा त सिएम साहबलाई याद हुने बित्तिकै अब पाउनुहुन्छ कतिजनाले है सुन्ने बित्तिकै। तर उहाँलाई पनि एउटा अब यो सानो ट्याक्सी चलाएर हिँड्नुहुन्छ। म चाहिँ यही निवेदन गर्न चाहन्छु हाम्रो सिएम साहबले, हाम्रो नारी शक्तिको उहाँ एउटा आमालाई एउटा ट्याक्सी गाडी दिनुभयो भने चाहिँ धेरै राम्रो हुन्थ्यो। धेरैलाई दिनुभएको छ तर आमालाई चाहिँ कसरी अनदेखा भएर हुन्छ। हजुर उहाँको गुना हजुर हामीले अहिले अरूले 2 खेप पाइसक्यो। म त आज एउटा पनि पाएको छैन। हामी त काम चाहिँ गर्नु पनि जान्दैन। अब हामीले त अब सपोर्ट त गरेको पहिला 13-14देखि सपोर्ट गरेको हाम्रो एमएलए आउँछ हो। अब सिएम साहब त हामीले साह्रो अब सपोर्ट गर्न सकेन। हाम्रो गाउँमा चाहिँ एमएलएले चाहिँ हामी पुरा सपोर्ट गरेको, पहिला पनि हो अहिलेको पनि हो, पुरा सपोर्ट गरेको हामीले। अब हामीले गाडी कुदाएर माथि टुङसम्मै गएको पार्टीमा, सबै पार्टीमा। अब एक दिन पनि बसेनौँ। अब पार्टीमा हिँडेगिने गरेको। हजुर अब हाम्रो म विधवा हो, मेरो मिस्टर पनि बित्यो। अब कति दुःखले बिचरा बिमार भयो, कहाँ सिलगढी लग्यो हो। अन्त अब सपोर्ट कसले गर्नु भएन हो। आफैले अब लोन निकालेर बुढाबुढामा लोन निकाल्दै आफै घरमा लोन निकाल्दै यसरी अब ट्रिटमेन्ट गऱ्यो। लास्टमा बचाउनु सकेनौँ। 3 वर्षले बाँच्यो हो। ल हेर्नुहोस् हिजो यहाँ झरेको रहेछ है। के खतरा हो, झरेको ढुङ्गा पुरा आएसम्म डरसरी भयो त बाटो। हुन्छ ओके उहाँहरूलाई पनि चिन्नुहुन्छ है, उहाँहरूले पनि चिन्नुहुन्छ। त्यो भाइले पनि चिन्छ होला। अप्ठ्यारो भन्नुहुँदैछ।